उज्यालो भविष्यको पहिलो पाइला हो आलस्य त्यागेर कर्ममा लाग्नु। किनभने आजको सानो प्रयासले नै भोलिको ठुलो सफलता प्राप्त हुन्छ। केवल सपना देखेर मात्रै पुग्दैन, त्यसलाई पूरा गर्न बिउजिनुहोस् र काममा लाग्न जरुरी छ। समय खेर फाल्नु भनेको भविष्य आफै नष्ट गर्नु हो, त्यसैले समयको सही सदुपयोग गर्नुहोस्। जीवनमा निराशा होइन, आशा र प्रयासले भविष्यको आधार बनाउँदछ। जो व्यक्तिले आज सिक्छ उसले नै भोलिको संसार चलाउँछ। निरन्तरको सानो भन्दा सानो सुधारले नै दीर्घकालीन सफलता प्राप्त हुन्छ। कामप्रति इमान्दार बन्ने हो भने भविष्य आफै उज्यालो हुन्छ। जीवनमा सपना पूरा गर्न गाह्रो लागे पनि प्रयास गर्न कहिले नछाड, किनभने सुरुवात नगरी सफलता सम्भव छैन। अवसरलाई पर्खेर बस्ने होइन, जीवनमा अवसर आफै सिर्जना गर्नुपर्छ। जसले आफैलाई जित्न सक्छ उसैले नै संसार र भविष्य जित्न सक्छ। सधैँ सकारात्मक सोच राख्न आवश्यक छ, किनभने नकारात्मकता भविष्यको ठुलो दुश्मन हो। धैर्य राख, प्रयास जारी राख, सफलताले ढोका खोलेर तिमीलाई पर्खिरहेको हुन्छ। गुनासो गर्नुको सट्टा लक्ष्यमा पुग्ने स्पष्ट योजना बनाउनुहोस्। हिजोबाट सिक्नुहोस्, आज कर्म गर्नुहोस् र भोलिको उज्यालो भविष्य आफै निर्माण हुनेछ। भविष्य उज्यालो बनाउने 40 प्रेरणादायी वाक्यहरू। सधैँ कर्म गर्नुहोस्, फलको चिन्ता नगर्नुहोस्। आलस्य सबैभन्दा ठुलो शत्रु हो। समयको मूल्य बुझ्नुहोस् र त्यसको सदुपयोग गर्नुहोस्। सजिलो बाटो रोज्ने होइन, सही बाटो रोज्नुपर्छ। सपना देखेर मात्रै हुँदैन, उठेर काम पनि गर्नुहोस्। उद्यम बिना, काम बिना कुनै पनि लक्ष्य प्राप्ति सजिलो छैन। आत्मबल नै साँचो बल हो। परिश्रम गर्नेहरू कहिल्यै पनि हारेका हुँदैनन्। दुःख सहेर अगाडि बढ्नुहोस्, सुख त आफै आउँछ। आजको कर्म नै भोलिको भाग्य हो। जो जाग्छ उसैलाई अवसर मिल्छ। निराशा होइन, प्रयासमा विश्वास गर्नुहोस्। कर्म गर्दा डर मान्ने होइन, विश्वास राख्नुहोस्। पढेर लेखेर मात्र होइन, व्यवहारमा पनि उतार्नु उत्तिकै आवश्यक छ। पृथ्वी जति नै भारी किन नहोस्, प्रयासले जितिन्छ। मन कहिल्यै कमजोर होइन, केवल अस्थिर हुन सक्छ। धैर्य राख, समय आफै बदलिन्छ। सङ्घर्ष बिना सफलताको कल्पनासम्म नगर। जो आफैलाई जित्छ ऊ संसार जित्छ। जसले समयको बर्बादी गर्छ उसले जीवन बर्बाद गर्छ। सच्चा ज्ञानले नै भविष्य बनाउँदछ। सच्चा साथी किताब र कर्म हुन्। काम भन्दा पहिले योजना बनाउनुहोस्। हराएको आत्मबल पुनः जागृत गर्नुहोस्। कसैले पनि तपाईको आलोचना गरोस्, तर तपाई कर्ममा लाग्नुहोस्। जीवनमा कहिल्यै पनि रिसको भरमा निर्णय नलिनुहोस्। जहाँ संकल्प छ त्यहाँ सफलता पनि छ। समय तिमीसँग पटक्कै छैन, त्यसलाई खेर नफाल।
केवल किताब होइन, जीवनको अनुभवबाट पनि सिक्नुहोस्। साँचो वीरता हार पछि पनि उठ्ने क्षमता राख्छ। सधैँ उच्च सोच, सच्चा कर्म र नम्र व्यवहार अपनाउनुहोस्।